जनार्दन शर्मालाई पार्टी छोड भन्नुभएछ नि, किन छोड भनेकै छैन, त्यो बेकार कुरा हो। 1 महिनाभित्र त्यो रोस्टमबाट जो गृहमन्त्रीले प्रतिबद्धता गर्नु भएको छ, 1 महिनाभित्र अगाडि बढाउने भने छोडे हुन्छ। त्यो धम्क्याउने तर्साउने त्यो चाहिँ सदनमा चाहिँ यहाँहरूले कारबाही गर्छ। कुरा उहाँले के बोल्नुभयो त्यसको जिम्मेवार उहाँ नै हो। हामीले भनेको के मात्रै हो भने छानबिन हुनुपर्छ, यो विषय धेरै गम्भीर छ। सुशासनको निम्ति यसको छानबिन हुनु पर्यो, अध्ययन गहिरो गरी हुनु पर्यो, संरचना बन्नु पर्यो। त्यो कुरामा सहमति भएपछि हामीले अहिलेको आवश्यकता अनुसार त्यसको निम्ति जरुरी छ। यो मुद्दा साट्नु भएको हो, बिल्कुल गलत कुरा हो। वाहियात कुरा चाहिँ मानिसहरूले प्रचार गर्ने गरेका छन्, त्यस्तो केही नै होइन। यो कुरा र अग्निको कुनै साइनो सम्बन्ध छैन। दुई बुधे सहमतिमा हस्ताक्षरै गरेर माओवादी चाहिँ थाङ्नामा सुतेको हो कि सुताइएको हो कि यो के हो? कोही सुतेको होइन, त्यो तपाईँहरूको बुझाइ सुत्या हो, केही सुत्या छैन। यो चाहिँ छानबिन गर्ने कुरालाई गम्भीरता देखियोस्, संवेदनशील देखियोस् भनेर गरेको सहमति हो। उधारो सहमति भएन हजुर? हजुर, यो उधारो सहमति भयो भने पछि 1 महिनापछि लडाउँला नि त। कार्यकर्ताहरूले नै असन्तुष्टि जनाइराखेको विषयलाई चाहिँ तपाईँ के भन्नुहुन्छ? नबुझेर जनाएको हो नि, बुझेपछि सबै खुसी हुन्छ। एकदम सही निर्णय गर्ने सत्ताको कुनै सम्बन्धित केही पनि कुरा छैन। हामीले अहिलेको आवश्यकता अनुसारका ऐनहरू अगाडि बढाउन अवरुद्ध गर्दाखेरि झन अप्ठ्यारो पर्ने भयो। त्यहाँ सरकार यदि अध्ययन छानबिनमा तयार हुन्छ भने र 1 महिनाभित्र समिति बनाउनेमा तयार हुनुपर्छ भने हामीले देशको बृहत्तर जनताको बृहत्तर भनेको मतलब यो अवरोध चाहिँ गलतै भएको थियो। अवरोध चाहिँ गलतै भएको थियो, गलत भएको थिएन। अवरोध गरेर विरोध गरेको हुनाले त छानबिन गर्नेमा सरकार आउन पर्यो नि त, समिति बनाउन आउन पर्यो नि। त्यो नगरेको भए त्यो हुने थिएन। एउटा कुनै घटना विशेष या एउटा कुनै इस्यु विशेषबाट कुनै नेताहरूको जीवन निर्धारण हुने कुरा होइन। तपाईँहरूले देख्नुभएको छ विगतदेखि र जो 3टा एउटै हो भन्ने भाष्य एकातिर निरङ्कुशतावादी राजावादीहरूले पनि बनाउन खोजेका छन्, अर्कोतिर अराजकतावादीहरूले नै बनाउन खोजेका छन्। हामी त्यस्तो होइन। हाम्रो आफ्नै विचार छ, हाम्रो आफ्नै सिद्धान्त छ, हाम्रो आफ्नै लाइन छ, अरूहरूको आफ्नै आफ्नै छ। होइन, यो सरकारमा जाने तयारी होइन। यो कुरा क्लियर हुन्छ। भिजिट भिसाले कांग्रेससँगको सम्बन्ध अब सुमधुर भयो है? सुमधुर हुन्छ कि हुँदैन भोलिका दिनमा यो छानबिन अध्ययन कसरी जान्छ त्यसमा भर पर्ने कुरा हो। राष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीतिमा आउनलाई कानून बनाउन आवश्यक छ। आवश्यक छ के भन्नुभयो? आवश्यक राष्ट्रपति उपराष्ट्रपति राजनीतिमा आउन चाहन्छन् भने पाउँछन्। त्यो कुनै संविधान, कुनै कानून, विश्वको कुनै परम्पराले रोक्दैन। जनार्दन शर्मालाई पार्टी छोड भन्नुभएछ नि, किन छोड भनेकै छैन, त्यो बेकार कुरा हो। तपाईँहरू भत्याउनु भयो भने गर्नु